यस बिहानीको समयमा परमेश्वरले यहाँहरू सबैजनालाई धेरैभन्दा धेरै आशिष दिएका हुन्। विशेष गरी त यस समय आजको सन्डे यानि कि विश्रामको दिन, परमेश्वरले आशिष दिनुभएको दिन है। यसरी हामी सेवाको निम्ति, आराधना गर्नको निम्ति निस्किरहेका छौँ र परमेश्वरलाई अघिबाटै महिमा भएको होस्। यस समय परमेश्वरलाई धन्यवाद दिँदछौँ। विशेष गरी त यस समय हाम्रो एउटा आज्ञाकारिता भन्ने कुराहरू हुन्छ है, र परमेश्वरलाई महिमा दिनको निम्ति असल समय हो। अनि हामी चाहिँ आज्ञाकारिता भन्ने कुरा एउटा कस्तो हुन्छ कि जब समयमा आराधनाको निम्ति पुग्नु पनि एउटा आज्ञाकारितै हो। समय बितिसकेको छ तैपनि हामी जाँदैछौँ। यस समय हामी यहाँ यस समय म चर्च गइरहेको छु। मेरो साथमा मिसेस पनि छ यहाँ। हामी आजको सङ्गतिको निम्ति जाँदैछौँ। समय बितिसकेको छ, केही समय ढिलो होला जस्तो भइरहेको छ। अनि यस ठाउँमा हामी हिँड्दै गर्दाखेरि यहाँ सुन्दर परमेश्वरले सृष्टि गर्नुभएको यस ठाउँमा फुलहरू देख्न सक्नुहुन्छ। यो फुलहरूलाई हेर्दै गर्दाखेरि चाहिँ परमेश्वरले मानिसलाई भन्नुभएको छ, यही फुलसँग मानिसलाई चाहिँ कम्पेयर गर्नुभएको छ है। अनि जब पनि फुल फुल्छ, यो फुल चाहिँ एक दिन ओइलिएर जान्छ भनेर परमेश्वरको वचनले भन्दछ। र यसरी नै हामी पनि, मानिस पनि यस संसारमा केही क्षणको लागि मात्र परमेश्वरले राख्नुभएको छ। उहाँले जुन समयसम्म हामीलाई यस पृथ्वीमा अर्थात् यस भूमिमा जसरी परमेश्वरले हामीलाई भूमिको माटोद्वारा बनाउनु भयो, अनि त्यसरी नै हामी एक दिन यस भूमिको माटोमा नै हामीले मिल्नुपर्छ। यो परमेश्वरले बनाउनु भएको त्यो एउटा रुल हो। र हामी माटोले बनेका हौँ र हामी माटोमै मिल्नै पर्छ। र परमेश्वरले भन्नुहुन्छ हामीलाई चाहिँ सबैभन्दा ठुलो कुरा, परमेश्वरले हामीलाई चाहिँ एउटा शक्तिशाली शक्ति दिनुभएको छ, जुन कुरा चाहिँ हाम्रो लागि विश्वास गर्नुपर्ने कुराहरू हुन्छ। र यसरी नै आजको दिन परमेश्वरलाई अतिभन्दा अति नै महिमा भएको होस्। यस समय यी सबै कुराहरू भन्दै सबैजनालाई परमेश्वरले आनन्दले भरेको होस् भन्दै म यही भिडियोलाई राख्छु। हुन्छ, सबैजनालाई जय मसीह।